साथीहरू चाइनाको दिमागलाई मान्नुपर्छ के हेर्नुहोस् त चौरमा एउटा चाहिँ गार्डनमा चट्ट यस्तो दामी चाहिँ बनाएका छन् नि भाइले कस्तो गजबको बनाएका छन् कि ल हेर्नुहोस् त तपाईँ हामीले पनि गर्न सकिन्छ है साथीहरू उहाँबाट केही कुरा सिक्यौँ ल हेर्नुहोस् गार्डनको बिचमा अनि यस्तो दामी बनाउँदैछन् नि गार्डनको एउटा दृश्य बनाउँदैछन् कस्तो गजबको ल हेर्नुहोस् टक्क यस्तो तरिकाले चार पाटे चाहिँ कट गरेँ अनि त्यसपछि झारहरू निकालिसकेपछि चट्ट चाहिँ 3टा बिरुवा रोपिसकेपछि हेर्नु है साथीहरू के बन्दैछ त एकदम आश्चर्य छ कि साथीहरू तर लास्टमा चाहिँ दामी हुन्छ है हेर्नुहोस् टक्क त्यहाँ माथि कालो ढुङ्गा लगाएछन् अनि एकपट्टिको पाखामा सेतो ढुङ्गा लगाएका छन् ल हेर्नुहोस् त कस्तो गजबको दृश्य देखिएको छ अनि साथसाथमा ठुल्ठुला ढुङ्गा पनि राखिदिए वाउ सुपर हेर्नु त कस्तो देखिएको छ कस्तो एमेजिङ है हेरिरहँ जस्तो दृश्य तपाईँ हामीले पनि गराउन सकिन्छ है साथीहरू